कोही मान्छे त रेडी तयार भएर आइसकेछ त लाग्यो के छ हाल खबर मैले त भिडियो एडिट गर्नै भएको छैन आज गर्छु अब घर गएर के छ पानी सानी हजुरलाई जिन्जर बियर चाहिन्छ भने मेरो ब्यागमा जिन्जर बियर छ एउटा टाइट होला हजुर भगवानलाई चढाएर यसरी खानुपर्छ पानी खाँदाखेरि दुर्गा नानीको याद आयो मलाई हिजो खेलाको भएर होला ओ माय गॉड हामी यहाँ बसेर खाऊँ न त गुफामा मेमोरिज ब्रिङ ब्याक किन खाने उतै बसेर खाऊँ न ल राजको छोरी हजुरको के नि हेरिरहेको थिएँ मैले भिडियो पाएको थिएँ अनि यसो हात दिने यसो तान्ने के कस्तो राम्रो ठाउँ छ जिजु यहाँ त हामी जहिले घुमाउन लिएर आयो कहिले हुस्सो लगाएको हुने कहिले पानी परेको हुने है बुढो अहिले एकछिनमा जे पनि हुनसक्छ मौसम त यहाँ तर आज मैले वेदरमा हेर्दाखेरि त सनी नै देखाएको थिएँ क्या अरे अब यसै म्याक्सिमम टेम्परेचर 17 रे उहाँको सिडनीको मिनिमम चाहिँ यहाँको म्याक्सिमम छ कहाँको हिस्ट्री हजुरलाई थाहा छ मैले सुनेको यो तीनटा दिदी बहिनीले माया गरेको हुन्छन् नि त्यो नपार्दा चाहिँ यहाँ हाम्रो मौसम एउटै मान्छेलाई माया गर्छन् क्या हेर्छ आमा यो खाने पानी हो फिल वाटर है कस्तो राम्रो एक्स्ट्रा टोयलेटहरू पनि हो यो फेरि यहाँ पनि टोयलेटहरू एक्स्ट्रा स्कुल होलिडेको टाइम छ नि त हेर्छु त्यत्रो ठुलो टोयलेट त्यहाँ त्यत्रो हुँदा पनि एक्स्ट्रा राखेको छ यहाँ हेरेर झर्छ है रमाइलो छ है चिज हिँड्दै हुनुहुन्छ अनि हुन्छ टक्क ढुङ्गामा बसेर ढुङ्गाकै त हो त यो होइन यस्तो ढुङ्गा त नेचुरल ढुङ्गा त होइन यो पाउरोटीहरू चाहिँ केही छैन यसमा त्यस्तो त्यति रे ल यो थ्री सिस्टर चाहिँ यो थ्री सिस्टर छ सात बहिनी मध्येको यो 3 बहिनी रहेछन् Eroded reef formation of 3 sisters is the part of the 7 sisters and has profound spiritual significance for Aboriginal people. कति माथि हाइटमा हामीहरू पुरै पहाडलाई माथिबाट हेरिदिरहेछौँ हामीले ल यो क्वीन एलिजाबेथ लुकआउट रहेछ त्यो तलको अलमोस्ट जिजु अहिले पछि हामी उता जाने हो उता देखेछ नि उ त्यो डोरी होइन होला उ त्यो पनि त तासी जस्तो देखेछ त उयो हेर्छ न यो ट्रेन चढ्ने हामी अहिले कस्तो लाग्छ अनि उ त्यो केबल कार त्यो पनि अनि यो पनि यहीँ छिर्दै रमाइलो लाग्यो झिलिमिली लाइट पनि छ अझ यो ट्रेन यसरी जान्छ तर सिधै
बेफिल हामी यसो गर्ने भयो Are you ready? जिजु के छ त हालखबर कहाँ जानलाई लाग्छ क्या ऊ त्यो डब्बा देखिन्छ न फोटोमा हो त्यसमा हामी उडन खटोला केबल कार अहिले माथिबाट सबै चिज हेर्ने कि तिनीहरूलाई Very soon we're going to be crossing the famous Jamison Valley. But first things first, if you're standing on the middle panel, you made a great decision. Because I want you to have a look down right about now. Yes, you are standing on a glass floor. If anyone's feeling a little brave, feel free to step up on there because at our highest point, we're going to be 270 meters above the valley floor. Now, if you have a look to the right, ladies and gentlemen, it's very difficult not to look out on this view and feel some sort of reverence for Mother Nature. Mother Nature is just beautiful, isn't she? How incredible is that view? So that mountain right... Walk, Katumba Falls. And then you walk. This is 15 minutes in the first talking. Then you can learn a lot. More than something in the time. That's it. Did you finish? आएको मनोकांक्षा सब पुरा पुरोस् बाबा जम हेरेर हिँड्दामै माथि हेरेर हिँड्नु तिम्रो फर्के गर्नुलाई मेरो लकेट फर्के गर्नुलाई जिजु कस्तो लाग्यो बहुत राम्रो लाग्यो बहुत धन्यवाद छ यहाँ त भर्खर सुरुवात हुँदैछ घुम्ने यहाँ हिलो छ है सुरुवात हुँदैछ घुम्ने अझै घुम्न त थुप्रो बाँकी छ अहिले एकपछि कोइला खानी पनि हेर्न जाने हो जिजु बुढो ओ हेलो बुढो फेरि गर्नु न म फोटो खिचिदिन्छु के यता हेर्नु न ल बस बुढो के छ हालखबर जिजु अब अर्को ठाउँमा जाने फेरि Now, if you have a look to the left, ladies and gentlemen, this is just an incredible view. नचढ्दै सबभन्दा ठाडो रेलमा चढ्ने भएछ त It's gonna go down. Ding, ding, ding. Ding, ding, ding. Boy. Going down.
हिँड्छ अझ बिचमा ज्यादा टनेल रहेछ त्यो भन्छ नि अनि मै डराछु के को डर क्लोजिङ ओ मलाई चाहिँ डर लाग्यो हुन्छ जिजु समयसित दुईटा हातले ओ माई गड म किन छेउमा अगाडि बस्यो होला अझै छ 100 घोडा अट्काउन मिल्ने रहेछ ल ओ सेवा समाप्त अब झर्ने पालो यताबाट खुल्ने रहेछ म यता खुलेर कस्तो लाग्यो सेवा समाप्त हो कस्तो रमाइलो होइन लामो रहेछ है ओ माई गड हो त्यो हामी झरेको वहाँ माथिबाट है अलि ट्रेन गएको हेरौँ ल यहाँबाट हामी त्यहाँ माथिबाट आएको पो हो त सिधै हो नि हामी त्यही केबल कार चढ्ने हो जिजु अहिले हामी त्यही केबल कार चढ्ने हो भइसम्म जान्छ त्यो माथिको अब यो पनि जान्छ माथि टिङ 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 गरेर Oh wow. See? Ignore Gigi ko go. Wow. I think it's the people illumination night ko tayari hola yo. पहिला खानेको के जाने बाटो हावा गर्ने अनि यो चाहिँ कोइला बोक्ने
यो ट्र्याक छ यहाँ अनि यो कोइला बोक्ने रे तल लिक छ त पुर्खाहरूले यो बाटो त बन्द गरेछ त कि यो निकाल्ने ठाउँ हो कोइला तलको पार्टी कालो भएको क्या है कोइला है तल यो एक्सट्र्याक्ट फ्रम अरे घोडा चढ्ने मान्छे बनाएको हो त्यहाँनिर के हो मान्छे बसेर जस्तो देखेको looks like him. Oh my god, मान्छे छ भित्र हेर्छ न जिजु मान्छे बसेछन् गुडिया बनाएको के मान्छे जस्तै कटुम्बा कोल माइन 1878 देखिको रहेछ कोल माइनमा युज हुने काममा युज हुने चिजहरू के जिजु यिनीहरू सबै चिजहरू युज हुने घोडाको खुर पनि रहेछ पिट पोनी सुज रे के छोपेन होइन भिड पोखिन्छ हुन्छ भनेर छोपेको जाली लगाएर रोकेछ होइन ब्रो माइनस भिलेज रे चार दाना खाएर ताका ताका मान्छे अगाडि हिँडौँ चारवटा दाना अङ्गुरले एउटा स्याउ चारवटा दाना अङ्गुर हिजो खाएको आजसम्म ताकत छ यहाँ अझ दुध रे हिजो बिहान आज हिजो साँझ दुध खाएर आज केही खानु पर्दैन रे अब कसले जिजु नातिनी नभए पनि फरकै पर्दैन ज्वाइँले पालिहाल्छ हजुर है जिजुलाई आफ्नो फ्यान बनाउँदै अनि जिजु त मेरो मात्रै त हो नि ए केवल काज गरिरहेछ बिहे गर्नुभन्दा अगाडि मात्रै तिम्रो मात्रै जिजु मान्दियो चोली अब रेडी टु गो अब हामी त्यही खाने ठाउँमा जाने खाने अनि सिधी फिर्ता गर हम चाहिँ